नमस्ते, मेरो नाम राम बुझेल र हिजो भर्खरै कुरा हो, एउटा न्युज आयो सिक्किमबाट एकदमै दुःख लाग्दो। एकजना बहिनी चाहिँ छाँगाबाट खसेर चाहिँ उसले आफ्नो जीवन गुमाउँछ, लाइफ गुमाउँछ। म पनि केही दिनदेखि सिलिगुडीमा छु, मेरो भाइ पनि जीवन र मृत्युको बिचमा बसेर हस्पिटलमा एडमिट भएको थियो केही दिन अगाडि। अहिले अलिकति आउट अफ डेन्जर भन्नु मिल्नेछ, तर केही दिन अगाडि यस्तो सिरियसली पुगेको थियो। मैले आफ्नो लाइफ टाइम सेभिङले नपुग्दाखेरि फन्ड रेज पनि गरेको थिएँ र अहिले पनि धेरै पैसाको जरुरी परिरहेको छ। यदि तपाईँहरू सक्नुहुन्छ भने चाहिँ मेरो साइटमा लागेको क्युआरमा स्क्यान गरेर तपाईँहरू मलाई पैसा हेल्प गर्न सक्नुहुन्छ, फन्ड रेजको लागि डोनेसन गर्न सक्नुहुन्छ। र इम्पोर्टेन्ट कुरा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ मैले यो जुन चाहिँ बहिनी छाँगाबाट खसेर मतलब झरेर खस्यो, त्यो केस भन्दा केही दिन अगाडि चाहिँ एउटा फिडमा एउटा भिडियो देखा पर्छ। त्यो फिडमा चाहिँ दुईजना केटीहरू चिप्लो ढुङ्गामाथि इनकेस त्यहाँबाट झरेको भए त्यहाँबाट बाँच्थेन पनि होला तिनीहरू। तर त्यस्तो आफूलाई जोखिममा हालेर मोज मस्ती चाहिरहेको हुन्छ हाम्रो युथलाई, हाम्रो अहिलेको नानीहरूलाई। हरेक समय आफूलाई केही मजा नै चाहिएको छ र मजा लिँदै गर्दै चाहिँ आफूलाई जोखिममा हालेको थाहा पनि पाउँदैन। कतिवटा समय यस्तो पनि हुन्छ, मोज मस्ती नदिए पनि धेरै कुरा सिकाएर जान्छ। जुन कुरा मैले सिकेर आएको र सिकि पनि रहेको छु। मैले जिन्दगीमा यो सोचिनँ कहिले पनि कि मलाई मोज मस्ती नै चाहिन्छ, मलाई खानु मिठो नै चाहिन्छ, मलाई बस्नु राम्रो नै चाहिन्छ। र मेरो केही ट्यागलाइनहरू छ, जुन ट्यागलाइनको आधारमा तपाईँलाई म भनिदिन्छु। म हरेक समय मोज मस्ती खोज्दिनँ, हरेक समय मलाई मिठो चाहिन्छ भन्ने छैन, हरेक समय मलाई एन्टरटेनमेन्ट हुनुपर्छ भन्ने छैन, हरेक समय म हाँसेकै हुनुपर्छ भन्ने छैन। कतिवटा दुःखको घटनाहरू, कतिवटा बिजोगको घटनाहरूले पनि धेरै कुरा सिकाएर जान्छ, जुन कुरा चाहिँ मोज मस्तीमा हुँदैन।